हेलो गुड मर्निङ सम्पूर्णमा नमस्ते। म समिता चामलिङ राई। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। म चाहिँ आज के गर्न गइरहेको छु भने फर्स्ट अफ अल घर लिप्न गइरहेको छु। घर लिप्दैछु भनौँ न। मैले चाहिँ घर लिप्न सुरु गरिसकेको छु। साथीहरूले हेर्न सक्नुहुन्छ मेरै घर लिप्ने सामानहरू के अर्जेन्ट यस्तो छ साथीहरू। फाइनली मैले दुईटै घर लिपिसकेँ। यता भयो लिपिसकेँ। अब चाहिँ थोरै भाँडा धुनु छ अनि त्यसपछि नुहाउँछु अनि मात्रै फेरि आउँछु। फाइनली साथी म नुहाइ पनि सकेँ। अब फेरि पनि नुहाइ त सकेँ। अब फेरि लगातार खाना खाने क्रम जारी रह्यो मेरो चाहिँ। म चाहिँ अब खाना खान जान्छु अनि फेरि एकछिनमा भेटौँला है त। सो साथीहरू आज चाहिँ हाम्रो फाइनली खाना खाएपछि बजार जाने सल्लाह भयो। आज चाहिँ 2082 सालको लास्ट साकेला भनौँ न, अन्तिम साकेला सबैजना जाने भएर अब म चाहिँ रेडी हुन लागिरहेको छु साथीहरू। म चाहिँ एकदम आज सिम्पल साधारण पोसाकमा जाने भनेर सल्लाह भयो। हेर्नुहोस् है त, यो फरिया भयो, यो पटुका भयो, यो चोली भयो, यो ढाका भयो। हौ जस्ट यति मात्रै लगाएर जाने भनेर आज सिम्पल एकदम। हेरौँ अब कस्तो हुन्छ मेरो लुक्स। एकछिनमा देखाउने छु हजुरहरूलाई। मैले देखाइहालेँ हजुरहरूलाई। अब बजार जाने सल्लाह भयो भनेर चाहिँ भनिहालेछु। अब म चाहिँ हल्का खासै म मेकअप त गर्दिनँ कहिले पनि। त्यही पनि आज चाहिँ हल्का ट्राई मात्रै गर्नुपर्छ। जस्ट धेरै त लाउँदिनँ, एक दुईवटा चिज मात्र लाउँछु। यो भयो मोइस्चराइजर, म त खासै मेकअप गर्न आउँदैन साथीहरू। कहिले पनि मेकअप गर्दिनँ। गऱ्यो भने यति नै हो, मस्ट सिम्पल। लगाइहालेँ मोइस्चराइजर। अब अर्को गर्छु भनेको मेरो आइब्रो। हल्का आइब्रो छैन नि त, खासै देख्दैन, हल्का मात्रै देख्छ। त्यसलाई अलिअलि कोर्ने काम मात्रै गर्छु म। मात्रै यति हो, धेरै पनि कोर्दिनँ म, हल्का। त्यही पनि राम्रो कोर्न आउँदैन मलाई। लगाइराख्ने गरिराख्ने भए पो आउँछ। अब त्यसपछि यो पपायाको जस्ट पनि हल्का लाउँछु, धेरै लाउँदिनँ म, किनभने मलाई खासै धेरै मन पर्दैन। यो चाहिँ आइब्रो बनाएर लगाएपछि चाहिँ अलिक आइब्रो नहराउने भन्ने चाहिँ सुनेको थिएँ। मेकअप आर्टिस्टहरूले भन्नुहुन्थ्यो। त्यही भएर चाहिँ लगाउँछु म कहिलेकाहीँ। बजारघाट हिँड्दा मात्रै हो।
गरे भने नत्र हतपत गरेर लाउँदिनँ पनि सिम्पल भएर दिन्छु म। भनिसक्यो। यति हो मेरो मेकअप भनेको, अरू केही छैन साथीहरू। अब म जस्ट ड्रेस लाउँछु अनि तपाईँहरूलाई मेरो लुक्स देखाउँछु। कस्तो लाग्छ मेरो लुक्स हेर्नु होला कृपया। मेरो फाइनली लुक्स यस्तो भयो साथीहरू। हेलो साथीहरू, आएको छोरी बसे तुङमा त खानु पर्यो, यतिको त हुनै पर्यो। मलाई के थाहा गाइज, म चाहिँ न्यू लुक्स सबै रेडी सेडी भइसकेर हिँडिसकेँ घरबाट चाहिँ। अब फाइनल्ली बोजूकोमा जान्छु। अनि बोजूकोमा गएपछि चाहिँ हामी जान्छौँ बजार। बजारको यात्रा कस्तो रहन्छ अब हेर्दै जानु होला। आजको यात्रा हाम्रो 2082 सालको लास्ट बजार द इन। हेरौँ, रमाइलो गर्नुपर्छ कस्तो हुन्छ। अब म चाहिँ बोजूको घर पुग्न लागिसकेँ साथीहरू। हेर्नुहोस् यस्तो बाटो छ, यस्तो बाटोमा निक्लिनुपर्छ। हेरौँ बोजू के गर्नुहुँदैछ, म देखाउँछु तपाईँहरूलाई। कालो कालो देखेछ आज। मान्छे नै कालो भएपछि भिडियो त त्यसै कालो देखिहाल्छ नि। गाइजहरू के छ? आफै गर्दै हिँड्दै छाती पोलेर मऱ्यो हौ म त। नजानु नि मम्मी, नजाने म मात्रै उमेर गर्छु। यहाँनिर भिडियो बनाएको अनि तपाईँहरू आएको। पेन लाउनु आँटेर साडी लाउनु भनेको। साडी लाउनु न भनेको कि मैले होइन, पेन लाउने झन् ड्रेस लाएर होइन भनेको। छिटो रेडी हुनुहोस्, बजार भर्खर रेडी हुनु हुँदो रहेछ। फेरि रेडी भइसकेपछि म सबै जाँदै गरेको देखाउँछु। हेलो गाइस, हामी चाहिँ लाग्यो बजारतिर। बोजू आन्टी म लाग्यो अब। यति हिँड्दै खुट्टा गलिसक्यो, अब माथि कसरी पुग्नु? गाह्रो छ हौ। भिडियो बनाउँदै हिँड्नु पनि बाटो अप्ठ्यारो छ। जाने भन्दै थियो भने होइन तपाईँले? जान्छ स्कुल जाँदा चाहिँ कसरी कहाँ बस्नु? बाटो चाहिँ एकदम अप्ठ्यारो, सबै धान रोपेर हिलै हिलो छ। कसरी पुग्नु? किन त्यस्तो भयो तपाईँको त? पछाडि मेरो त केही छैन, छोटो भए पनि केही पनि हुँदैन। नयाँ डिजाइन हुन्छ। हो क्या आन्टी? नयाँ डिजाइन हुन्छ, त्यही भएर साडी बनाउनु हुँदैन। एकचोटि लगाएपछि खुस्काउनु हुँदैन, झन् साह्रै बिग्रिन्छ। बजार पुग्न लागिसक्यौँ। हाम्रो तुममा बोजू हुनुहुन्छ। अब चाहिँ लाग्छ, धेरै लाग्दैन, त्यही 10-15 मिनट लाग्छ होला बजार पुग्नलाई। बजार पुगेपछि फाइनली देखाउनेछु म हजुरहरूलाई फेरि पनि बजारको दृश्य कस्तो छ।
आइपुग्यो साथीहरू, हेर्न सक्नुहुन्छ बजार चाहिँ खतरा लागेको रहेछ। बिजुली बालेर सनम राई साथीहरू आज चाहिँ फाइनली पानी पर्यो, बजार पनि सक्यो, एकदम रमाइलो भयो। बजारको भिडियो खासै गर्न सकिनँ मैले। अब चाहिँ पानी परिरहेछ, म भिडियो बनाउन सक्दैन भन्नु अरे। अब चाहिँ फाइनली घर जाँदै गरेको हामी। अब मौसम पनि एकदम चिसो, पानी परिरहेछ। आजलाई पनि यति भन्दै अब बिदा लिन चाहन्छु म। बाई बाई गाइजहरू।